Hello everyone, warmly welcome to in this new video after long time. फेरि पनि स्वागत छ सम्पूर्ण साथीहरू जो पनि हेरिराख्नु भएको छ हामीलाई यो नयाँ भ्लग। अब हाम्रो यात्रा कहाँसम्म जान्छ रे? तिनचुले भन्ने कहाँ पर्छ? हेलो गाइस, पुनः पनि हार्दिक स्वागत छ। हाम्रो जस्ट त्यो टावरमा जाँदैछौँ है, जुन टावर देखिरहेको छ नि, त्यो भिड चाहिँ जुन छ नि, भिड पार है, भिडलाई पार गर्दै जाँदैछौँ। हाम्रो अगाडिको टिम अगाडि आएर चाहिँ विश्राम गरेको अवस्था छ र यता हाम्रो बिसौना पनि रहेको छ। अलिकति बाइक पार्किङ लगायत चाहिँ भलिबल खेल्नको लागि, केटाकेटीले खेल्नको लागि एउटा चौर पनि भएको छ यहाँ। हाम्रो टिम अगाडि आएर बसेको रहेछ होइन त। हेलो गाइस, कस्तो लागिरहेछ भन्नु त? हामी अहिले कहाँ जाँदैछौँ? तिनचुले भन्ने कतातिर पर्छ? अब कतिसम्म लाग्छ? अब कतिसम्म लाग्छ अरे? 1 घन्टा लाग्छ? ए Sirbandi, dari lai ubah, sarga galbandi, dari lai ubah, sarga galbandi. Sirbandi. यो भिडको बाटो चाहिँ गइरहेको छ। त्यति बेला यस्तो भिडमा हाम्रो यात्रा विजय भाइ पनि भएर चाहिँ या सबैभन्दा टपमा हाम्रो आइपुगेका छौँ। यहाँबाट चारैतिर पारी चाहिँ हाम्रो राख विभिन्न हाम्रो 3वटा जिल्लाको सिमानामा आइपुगेको हाम्रो टिम हेर्दै गर्न होला हाम्रो बाँकी अपडेट है त। अहिले हामी यो सिडीमा जाँदैछौँ, यो सिडी चढिरहेका छौँ है त। अलिकति यसै भएर आउँदै त। कोही नडराएर चाहिँ कन्फिडेन्ट लेभल बढाएर आउने त, 100% कन्फिडेन्ट लेभल बढाउने मनिषा। बल्ल हाम्रो यो सिडी पार गरेर अझ अगाडि बढेका छौँ होइन त। यहाँबाट चाहिँ टपमा यहाँ यस्तो देखिरहेको छ है, यो चारैतिर सिमाना हो, यो चारैतिर सिमाना हो है। यो चाहिँ काटीको भिड त्यहाँनिर है। हाम्रो यात्रा अझै जारी छ। Hello guys, let's go guys, no, don't stop. Hello, continues. Don't feel the fear, okay? You are increase the confidence level 100%, okay? Yes, यहाँबाट चाहिँ हाम्रो सिस्नी हिमाल पनि देखिने रहेछ। हिमालको आगमन भएको छ। अलिकति जम गरिदिँदै है एकदम सिस्नी हिमाल है। जल जल सिस्नी हिमालमा भन्ने गीत रहेको छ नि, हो यो गीत विभिन्न हाम्रो सिस्नी हिमालबाट everybody friends, you are taking the greatly enjoy place in this picnic program with short and sweet mini mountain tour.
टप भिरबाट मैले पारेको यो भूभाग मलाई लाग्छ सायद यो परिवर्तन गाउँपालिकाको विभिन्न इरिबाङ क्षेत्रको यो भूभाग भएको छ है। त्यहाँ विभिन्न बाटोहरू चाहिँ पुगेको छ, हेर्दै गर्नुहोला गाइस है। हामी अगाडि यो तल देखिरहेको छ नि, यो त जुन एउटा घर जस्तो बिसाउने जस्तो त्यहाँनिर हाम्रो केसरको बाइक पनि पार्किङ भएको छ के अरे त्यो एरियामा होइन। त्यो बाटो हामी चढ्दै हेर्नु है, समथिङ 40 मिनटको समय होला होइन विमलाजी? विमला हामी 40 मिनटको यो अवधि लाग्यो होला यो क्षेत्रमा आइपुग्नलाई। यहाँबाट हामीले चाहिँ अवलम्बन गरिरहेका छौँ होइन त। हाम्रो यहाँ त पहाडीतिर पनि यसरी गइरहेको छ है। जङ्गलमा हाम्रो टिम यहाँ आइपुगेको छ होइन। अलिकति म यो समयमा अलिकति बोल्न मन लाग्यो, धेरै चाहिँ मनाङ मुस्ताङ गइरहेको जस्तो फिल भइरहेको छ। मनाङ मुस्ताङको यात्रा हो कि यो जङ्गलै जङ्गल चाहिँ पुरै घनाघाट जङ्गल छ है साथीहरू। दाजुहरू तपाईँ पक्कै पनि यो क्षेत्रमा आउनु भएको छैन होला, हाम्रो यात्रा देखेर चाहिँ आउँ जस्तो लागिरहेको छ होला। तपाईँलाई यो ठाउँले हटली वेलकम गरिहाल्छ, तर चाहिँ अलिकति साथीहरू अलिक मस्ट केयरफुली भएर आउनुपर्ने छ देखिरहेको छ है। म यो ठ्याक्कै यो समयमा अपडेट गर्न चाहन्छु। हामी अहिले मारी गाउँपालिका वार्ड नम्बर 3 तालवाङ क्षेत्रको सबैभन्दा टपमा